भोलि 17 गतेदेखि आम हडताल, देशैभरिका यातायात बन्द, कल कारखाना बन्द, व्यवसाय बन्द, बैंक बन्द, सबै कुरा बन्दको आह्वान गरेका छौँ। यस बन्दमा घुसपेट भई चैत 15 मा भए जस्तो आगजनी, भदौ 23 र 24 मा भए जस्तो घुसपेट भई आगजनी, लुटपाट भएमा हाम्रो शान्तिपूर्ण आन्दोलन हो। लुटपाट र हरेक कुरा हुन सक्ने भएकाले आफ्ना दोकानहरू, व्यवसायहरू बन्द गरी देश जोगाउने अभियानमा र राज संस्था स्थापित गरी किराँत सहितको हिन्दू अधिराज्य कायम गरी राज संस्था पुनर्स्थापना गर्नको लागि सर्वपक्षीय सरकार गठन गरी हामीले यो बन्द हडतालको कार्यक्रम गरेका छौँ र यसमा साथ दिनुहुन्छ भन्ने आश गर्दै तोडफोड आगजनी भएमा हामी यसको जिम्मेवारी छैनौँ। बेलैमा हामीले सचेत गराउँदैछौँ। यो माग पुरा नहुन्जेलसम्म 8-10 दिन तपाईँहरूले बन्द गरिदिँदा केही तपाईँहरूको बिग्रिँदैन, देश जोगिन्छ। र चुनावमा भोट हाल्न जानेलाई पनि म के भन्छु भने तपाईँहरूलाई भोट हाल्न मन छ भने टन्न जानुहोस्, भात खाएर गएर मासु भात खानुहोस्, गएर भोट हाल्नुहोस्, देश बिगार्नुहोस्। देश सक्दै हुनुहुन्छ है तपाईँहरूले। एकै भन्दा पनि तपाईँहरूले बुझ्नु हुँदैन भने 84 को चुनाव 82 मा किन गराइँदैछ? यत्रो संरचना फ्याँकेर, यत्रो डराएर, यत्रो मान्छे मराएर। मैले पटक पटक भनेको छु, 46 सालमा आन्दोलन भयो, पञ्चायत ढल्यो, प्रजातन्त्र आयो, बहुदल आयो। 62-63 को जनआन्दोलन भयो, गणतन्त्र आयो, 26 जना मर्दा। भनेपछि 86 मा यत्रो लडाई भयो, यत्रो धनजनको क्षति भयो, 75 जना मान्छे बच्चा मरे। 82 खरबको सम्पत्ति त 24 घण्टामा डढेर नाश भयो। चुनाव 84 को चुनाव 82 मा गर्न लाग्यो। जेनजीको एउटा माग पुरा भयो। आज जेनजीको नाममा 3000 भन्दा बढी जेलमा र प्रहरी हिरासतमा छन्। उनीहरू सरकारमा छन्। जेनजीको नामबाट सरकारमा गए। एउटा उद्देश्य प्राप्ति गरेर आज देशलाई युक्रेन बनाउने जुन षड्यन्त्र गरिरहेछ, यसमा तपाईँहरू भाग नलिनुहोस्। तपाईँहरूलाई इच्छा लाग्छ जानुहोस्, देश सक्ने पुर्खाले जोडिदिएको देश तपाईँहरूले सक्नु हुँदैछ है यो चुनावबाट। खबरदार भन्न चाहन्छु तपाईँहरूलाई, जानुहोस्, भोट हाल्नुहोस्, कुदिहाल्नुहोस्, भोट चाहिँ हालिहाल्नुहोस्। पुर्खाले जोडेको सुत्केरी जिउ लिएर नालापानीको किल्लामा हाम्रा पुर्खाहरू, हाम्रा आमाहरू लडेको छ नि, त्यसको अपहत्या नगर्नुहोस्। श्राप लाग्ला, पाप लाग्ला तपाईँहरूलाई। त्यो भन्दै यो शान्तिपूर्ण आम हडताललाई शान्तिपूर्ण रूपमा बन्द गरेर आफ्ना व्यवसाय सुरक्षित राखेर सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु। नमस्ते।